Haut drauf, wenn das Gespräch zu stressig ist. Ich tanz nicht mit dir, weil du hässlich bist und fett neben dir. त्यही पसलमा छोडे यार मैले यार यार ल्यापटप हो कति महँगो ल्यापटप छ 30,000 को ल्यापटप हो यार बेच्ने भनेको 30,000 मा हो यार जाऊ लिएर आऊ ल जाऊ हिँड्नु सँगै जाने ओइ कता जानु नि यहाँ अघि रुपेशले ल्यापटप लिएर आएको थियो झोलामा यार चिया खान जानु वहीँ बिर्सिएछ कि बेच्ने भनेको किन बेच्ने त्यस्तै अब यस्तो आर्टिस्टले कमजोर भयो कि अब वहीँ गएर बनाउँला नि अरू ल मिठो कुरा गर्ने अब हामीलाई नानीले के समस्या पर्यो भन्नु तिमीहरूलाई हामीलाई नि घरमा आर्थिक अवस्था कमजोर भएकोले हैन ल्यापटप अब भएको ल्यापटपमा बाउले अर्को बुढीले दिइहाल्यो हैन अब हामी दाजु भयो कि अनि अब घरबाट नि प्लास्टिक चिजहरू पैसा नदिने हैन अनि त्यही भएको ल्यापटप बेच्ने भनेको अब भने जस्तो दामी पाएन अब ल्यापटप भनेको एचपी हो हैन विदेश जाम भन्ने कुरा थियो हैन अब यसो म सुन्दा साथी म पनि इन्जिनियरिङ पढेको म पनि के कम ल्यापटप किन्ने विचारमा थिएँ कति हो ए हामीले त ढुङ्गा पत्ता देउतै मिल्यो जस्तो भयो मलाई नि ढुङ्गा पत्ता देउतै मिल्यो जस्तो भयो अब त्यो भन्नु पर्दाखेरि हैन अब घरमा अब आर्थिक अवस्था कमजोर भयो अनि अब त्यही माथि बाउले ल्यापटप थियो ल्यापटप बेचेर अब दाजुभाइ जाने कि भन्ने सल्लाह ल्यापटप म पनि किन्ने विचारमा थिएँ होइन यहाँ तिमीलाई साथीको विश्वास लाग्दैन लाग्छ लाग्न त त्यसपछि भनौँ त कति ल्यापटप अब होइन एचपी यो अलिक महँगै छ अब त्यो त तिमीलाई थाहा नै होला होइन अब पढेको मान्छे दाम कति हो अब हामी अब कमजोर आर्थिक अवस्थाले गर्दा पढ्न पाइएन समयमा पढेको मान्छे इन्जिनियर गरेको मान्छे अब ल्यापटप कम्प्युटरहरूको मूल्य नि थाहा होला तिमी अब होइन अब तिमीले कतिसम्मको खोजेको र त्यसरी नै अब चाहिएको भने खै मैले अब 23, 35 23-24सम्म खोजेको के अरे अब तिमीहरू कति भन्छौ साथीहरू अब हामीलाई अलिकति कमजोरै छ हामीले होइन जानै पर्ने भयो है अब घर हेर्नै पर्यो अनि अब यसो गर्दाखेरि हामीले चाहिँ 30सम्म दिने कि भन्ने मान्छे खोजेको हो अब म पनि के काम छ नि म पनि 30मा गरिदिल होइन अब साथीले विश्वास गर्छ भने अब हामीले ल्यापटप देखाएन होइन डिल भयो नि त अब हामीले त दुःख परेको होइन 30,000 पायो भने चाहिँ हामीले दियो म पनि दिन्छु म पनि चिया बोक्छु ल अस्नीको केटा अब ल्यापटप चिया बनाउँदै छ अरे आइपुग्छ अरे ल आउन त ल्यापटप यस्तो राम्रो छ एचपी रहेछ नि त मलाई मन परेन एचपी नि हो होइन ल मैले 30,000 नि त मैले 30,000 दिएँ हामी 30,000 भनेको मसँग क्यास त छैन चेक भयो हुन्छ त्यो पनि हुन्छ होइन अब हामी जाने बेलामा यसो 1 दिनपछि मिलाएर जाउँला नि अब चाहिहाल्यो ल्यापटप नि राम्रै छ देखिहाल्यो होला नि होइन अब एचपी हो
30,000 भन्दा कम हुन्न। कहाँ हुने तिमीहरूको साथी भनेर झन् त्यस्तो साथी गर्दैन। 40,000 मा किनेको मैले 1 महिना नि भएन चलाएको यार। एउटा हातमा ल्यापटप एउटा हातमा चेकको। ए तिमीले विश्वासै नगरेको जस्तो गरे साथीलाई नि त्यस्तो गरे लाउन छ कता डिल भयो अब सामान होइन होइन अब गएर होइन राम्रोसँग खोल ओरिजिनल छ अब 1 महिना साथी भन्नु होइन हामीलाई चाहिँ हल्का होइन अलिक चाँडै जानुपर्ने होइन वारेन्टी कार्ड भएको हामी खान्नौँ के भयो हामीले गइहाल्छौँ के तिमी खाएर जाऊ न ल्यापटप हेर यसो होइन धेरै काम हुन्छ ल्यापटप हेर धेरै काम अहिले हेर्दै गरौँ न साथीहरू भन्नु विश्वास हुन्छ 40,000 को वारेन्टी सरेन्टी भएको सबै छ यार होइन हेर वारेन्टी कार्ड ल्याउन बिर्सेको होइन छ छन त घरमा अब आयो कुनै दिन भेट भएको बेलामा ल्याइदिउँला नि एचपी को कम्पनीमा जाऊ होइन यो ल्यापटप देखाएपछि तिमीहरू बिग्रियो भने फ्रीमा बनाइदिन्छ के त्यस्तो गरेर होइन हेर अनि एकदम ओरिजिनल छ बलियो पनि छ मलाई नि मन पर्यो एचपी रहेछ मलाई नि खोजिरहेको जस्तै भेट्यो तिमीहरूलाई नि काम परेर ल ल हामी गयौँ ल बुझ्दिउँ ल देउता खोज्दा देउता देउता पुऱ्याइदिन्छु हामीले ल्यापटप पाइयो त एचपी रहेछ रोटीहरू के गरेको हेरौँ न त ओहो ल्यापटप त राम्रै हो क्या बत्ती त बुझ्नु अच्छा स्क्रिन त फुट्यो त ए किन टाढा टाढा ल्यापटप चाहिँ त्यहाँबाट दाइ खै त ए साथीहरूको नाममा गद्दार रहेछु तिनीहरू के भएर ती सगाले लग्यो ल्यापटप पनि लग्यो उसको मेरो कस्तो साइकल पनि दिएको नि त्यसरी हेर्नु पर्छ नि